नमस्ते सबैजनालाई सावित्री मल्लको धेरै धेरै स्वागत छ प्रफिट इन प्याराडाइजमा। अर्को भिडियो लिएर आएको छु। यो भिडियोमा मैले तपाईँलाई क्वेसन सोध्न चाहन्छु कि तपाईँले जहिले पनि ट्रेड हाल्नुहुन्छ, त्यो ट्रेड हाल्दा बित्तिकै तपाईँको के हुन्छ त भनेको कि स्टप लसतिर जान्छ कि तपाईँको प्रोभाब्ली तुरुन्तै तपाईँको नेगेटिभ अपोजिटतिर नै के हुन्छ त भन्दाखेरि यो रियाक्सन हुन्छ मार्केटमा है। यो मैले किन भनेको छु भने यदि तपाईँको पनि अहिलेसम्म तपाईँले डिपोजिट मात्रै गर्नुभएको छ, विथड्रल गर्नु भएको छैन भने प्लिज यो भिडियो अन्तिमसम्म हेर्नु होला। यो भिडियोले तपाईँलाई डेफिनेटली हेल्प गर्छ। अनि बाई द वे यदि कसैले गोल्ड ट्रेड गर्नुहुन्छ भने गोल्डको मैले फ्यु फिचर्सहरू सेयर गर्न चाहन्छु यो भिडियोमा, किनभने धेरैजनाले गोल्डमा तपाईँ लस गरिराख्नु भएको छ भने किन गोल्ड ट्रेडिङ गरिराख्नु भएको छ त? यदि ट्रेड गर्न चाहनुहुन्छ भने यसमा तपाईँले इम्प्रुभ गर्ने कुरा के छन् यो मैले भिडियोमा देखाउन चाहन्छु। अन्त्यसम्म हेरिदिनु होला। यदि मन पऱ्यो भने लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु होला। सावित्री मल्ल। अनि बाई द वे यदि म को हो भनेर चिन्नु भएको छैन, फर्स्ट टाइम यो भिडियो च्यानलमा आउनु भएको छ भने म सावित्री मल्ल, अल द वे फ्रम अस्ट्रेलिया। विगत 17 वर्षदेखि म अस्ट्रेलिया, अब प्रोभाब्ली 19 इयर्स हुन लागेको छ अहिले, बसिरहेको छु। अनि त्यसपछि म 2022देखि फुल टाइम ट्रेड गर्छु। मैले 2018देखि ट्रेडिङ इन्डस्ट्रीमा पाइला चालेको थिएँ। अनि पाइला चाल्दा मैले पार्ट टाइम मैले धेरै आफैले सिकेर मोर देन आई थिङ्क 11 मैले अकाउन्टहरू ब्लो गरिसकेपछि अहिले मैले एउटा यस्तो सेक्रेट पत्ता लगाएँ जसले चाहिँ धेरै 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 स्टुडेन्टको पनि कन्सिस्टेन्टली प्रफिटेबल बनाउन हेल्प गरेको छ। द्याट्स व्हाट आई वान्ट टु से, इफ यु वान रियली बी एबल टु मास्टर द स्किल यु हेभ टु स्टिक अन्टिल द इन्ड अफ द भिडियो है त। अब यो भिडियोमा मैले एउटा स्ट्राटेजी पनि, जुन गोल्डन नगेट छ त्यो पनि मैले दिन चाहन्छु, जुन चाहिँ बक्स एउटा स्ट्राटेजी छ। तपाईँले कहाँदेखि ट्रेड गर्नुभयो भने कुन चाहिँ यो सिग्नल लिटरली यो तपाईँको यो कन्फर्मेसनले नै तपाईँलाई के गर्छ त भने मार्केटमा तपाईँलाई प्रफिटेबिलिटी बढाउने हो। लेट्स गो ब्याक टु द चार्ट है। तपाईँलाई मलाई एउटा कुरा सेयर गर्न चाहन्छु जुन चाहिँ तपाईँलाई हिस्ट्रीमा, अब यसमा धेरै हिस्ट्रीको बारेमा जान्नु पनि छैन, तपाईँलाई स्क्याल्पर गर्नुहुन्छ भने तपाईँलाई त्यही त्यही स्क्याल्पिङ स्ट्राटेजीले पनि तपाईँलाई हेल्प गर्न सक्छ। तर यो जुन स्ट्रिङ मैले सेयर गर्न लागेको छु त्यसले चाहिँ मैले हिस्ट्रीमा लिएर जान चाहन्छु तपाईँलाई। हामी यो हेर्नुभएको छ मेरो स्क्रिन, प्रोभाब्ली तपाईँले देख्नु भएको छ है। हेर्नुभयो भने यहाँनिर के देखाउन चाहन्छु त भन्दाखेरि सबभन्दा पहिला हाम्रो यो ग्रिन भनेको चाहिँ 2021को थियो हेर्नु है। ग्रिन 2021को, यो पर्पल चाहिँ 2022को। अनि त्यसपछि अब कोभिडको कुरा गरौँ, कोभिड चाहिँ 2020को थियो। सबभन्दा बढी सिग्निफिकेन्ट मार्केटमा भोलाटालिटी कहिले थियो त भन्दाखेरि यो कोभिड भनेको कोभिडको बेलामा थियो, 2020मा भएको थियो। हेर्नुभयो भने मार्केट जसरी माथि गयो त्यसरी तल आयो, तर यसले यो हाम्रो यो बिचको यो भनौँ न जहाँबाट स्टार्ट भएको थियो त्यसलाई चाहिँ ब्यारियरलाई क्लस गर्न सकेन। अब लेट्स सी 2021मा सबभन्दा बढी घटी के भएछ त भन्दाखेरि सबभन्दा बढी घटेको छ मार्केटको यो भनौँ न ट्रेन्ड घटेको छ, या अब वाट एभर युज चाहिँ तपाईँलाई के भन्न नेपालीमा भन्दाखेरि चाहिँ यदि तपाईँलाई अब गोल्ड नै ट्रेड गर्नु छ भने गोल्डको हिस्ट्री, यसको मुभमेन्टहरू तपाईँले एकदम बुझ्न पर्ने हुन्छ। मैले यदि गोल्डले मलाई लसै गराएको छ भने हामी गोल्ड, तपाईँ किन गोल्ड ट्रेड गरिराख्नु भएको छ आई डोन्ट इभन नो। अहिलेको यो अब हामी अहिले करेन्ट मार्केटको यो सिचुएसन जुन हामी मैले तपाईँलाई ड्र गरेर देखाउँछु, हेर्नुभयो भने यतिखेर हामी अहिले के गर्दैछौँ त भने यो मार्केटमा छौँ। अहिले हामी यहाँनिर छौँ। मार्केट यो अल टाइम हाई पुगेर, हेर्नुभयो भने अल टाइम हाई पुगेर के गर्यो त भन्दाखेरि मार्केटले हामीलाई बिग पुल ब्याक दियो। यहाँनिर स्ट्रक्चर पनि ब्रेक गरेको देखायो, तर फर्केर मार्केटले फेरि बुलिस मोमेन्टम, यहाँदेखि मार्केट बुलिस नै थियो, तर फेरि हामी यो सप्लाई जोनमा पुगेर अहिले चाहिँ मार्केटले फेरिबाट अब मेबी यस्तो खालको मुभमेन्ट देख्न सक्नुहुन्छ हजुरले केही समयलाई। तर यो चाहिँ होल इयरको, हामी चाहिँ अहिले जुनमा छौँ। यो चाहिँ जुनको एउटा के हो, एउटा क्याटलग या सिजनल एउटा एनालाइसिसको लास्ट फ्यु इयर्सको एउटा इन्डेक्स हो यो चाहिँ है। यो किन हेर्न जरुरी छ हेर्नु, यो मन्थमा मार्केटले यो मन्थमा स्पेसली जुन मन्थमा हेर्नुभयो भने हरेक मोमेन्टम जुनमा भन्दाखेरि यो कोभिडमा मात्रै भएन है। कोभिडमा चाहिँ मार्केट राइजिङ फेजमा थियो, तर अरू धेरै जसो उसमा हेर्नुभयो भने अरू मन्थमा, इयरमा भनौँ, मन्थ पनि होइन, मैले इयरको कुरा गरेको छु किनभने म हिस्ट्रीमा, किनभने हिस्ट्री रिपिट्स इट्सेल्फ तर एट डिफ्रेन्ट टाइमिङ। हेर्नु है, हिस्ट्रीले रिपिट गर्छ, मोमेन्टम रिपिट गर्छ, प्याटर्न रिपिट गर्छ, तर टाइमिङ चाहिँ फरक हुन्छ। यही कुरा तपाईँले बुझ्नु पर्यो कि तपाईँको एनालाइसिसमा तपाईँले के पत्ता लाएर तपाईँ बाहिर सेल बटन खिच्नु भएको छ। अब यहाँनिरबाट बाई गर्नु कुनै लोजिकै थिएन। हेर्नु, यहाँबाट बाई गर्ने लोजिक, यो चाहिँ सेल जोन हो। हेर्नु, हामी चाहिँ मैले पुरा होल इयरको एउटा एनालाइसिस देखाइरहेको छु। यो चाहिँ हाम्रो बिगिनिङदेखिको जनवरीदेखिको यो हेर्नुभयो पनि यसरी हामी गइरहेका छौँ। यो 25मा है, हामी जुनमा छौँ।
अब यही कुरा हेर्ने हो भने हामी 2021मा सुरुदेखि नै हामी के गर्यौँ, मार्केट स्टार्टिङमा नै डाउन ट्रेन्ड थियो। हामीले यो लेभललाई कहिले पनि माथि के गर्न सकेनौँ, ब्रेक इभन पनि ल्याउन सकेनौँ। त्यही भएर 2 इयर चाहिँ म्याक्सिमम् तपाईँले देख्न सक्नुहुन्छ। आई थिङ्क 17% to 29%को के थियो, माइनस या मार्केट चाहिँ ड्रडाउनमा थियो। अब यो भन्यो भने ड्रडाउन भन्नाले कस्तो मिनिङ, वाट इट मिन्स अ ड्रडाउन मिन्स यो मार्केट चाहिँ त्यतिखेर इक्विलिब्रियममा हेर्दाखेरि यो प्रिमियम र डिस्काउन्टमा हुँदाखेरि यो चाहिँ तलै थियो भनौँ न, जहिले पनि यो तलै थियो। यो 2021को इक्जाम्पल है। अब 2022मा हेर्नुभयो भने यसले बिस्तारै पिकअप गर्यो। 81 जुन जहाँबाट हामीले 21ले छोडेको थियो त्यहाँबाट निक्लिँदै जाँदा यसले यो पिक गर्यो। त्यसपछि फेरि भनेको मार्केटले यो गर्ने के, कहिले पनि मार्केट यसरी माथि 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 खोलिन जाँदैन, यसरी तल 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 आउँदैन। बट इट डज समथिङ लाइक दिस है। हेर्नु है, यो यही कुरा बुझ्नु पर्यो। म तपाईँलाई चार्टमा, रियल चार्टमा गएर देखाउँछु कि। अनि बाई द वे अन्तिमसम्म हेर्नु होला। यो भिडियोले तपाईँलाई लास्टमा यदि तपाईँ गोल्ड ट्रेडर हो भने यसले हेल्प गर्न सक्छ। म चाहिँ के गर्छु, यसलाई डिलिट गरेर म अहिले भर्खरैको मेरो स्क्रिन मजाले देख्नु भएको छ। ओके, मैले अरू सबै कुरा डिलिट गरिसकेँ। म एकदम सानो टाइम फ्रेममा छु बिकज आई वान्ट टु सो यु स्काल्पिङ। किनभने गोल्डमा तपाईँले स्विङ ट्रेड पनि गर्न सक्नुहुन्छ जब मार्केटमा एकदम राम्रो मुभ छ भने है। राम्रो मुभ छ भने से एक्जाम्पल तपाईँ यो एरियाबाट ट्रेड गर्नुभएको थियो भने तपाईँ स्विङ ट्रेडमा बस्न सक्नुहुन्थ्यो। कहिलेसम्म? यहाँसम्म बस्न सक्नुहुन्थ्यो, यहाँसम्म बस्न सक्नुहुन्थ्यो। मैले चाहिँ यो ट्रेड चाहिँ मैले होल्ड गरेको थिएँ थुप्रै समयसम्म, यहाँसम्म होल्ड गरेर त्यसपछि मैले छोडिदिएको थिएँ। किनभने यो जोन थियो हाम्रो एउटा सेल जोन थियो। मैले अब एउटा कुरा तपाईँलाई सोध्न चाहन्छु कि तपाईँले अहिलेसम्म ट्रेड गर्दाखेरि यसलाई के देखेर ट्रेड गर्नुहुन्छ, केले तपाईँलाई कन्फर्मेसन दिइराखेको छ? अब मैले सबै प्राइस एक्सन नै मैले मास्टरी गरिसकेको छु। अब मास्टरी गर्दा पनि हाम्रो कहिलेकाहीँ लसेस हुन्छ गाइज, त्यो चाहिँ हाम्रो पार्ट अफ द गेम हो। त्यो जहिले पनि हामीले एक्सेप्ट गर्नुपर्छ। तर वान क्वेसन आई एम आस्किङ यु, के तपाईँलाई साँच्चैको गोल्ड नै ट्रेड गर्नु छ त? गोल्ड ट्रेड गर्नु छ भने गोल्डको मुभलाई तपाईँले कसरी बुझ्नु भएको छ त? गोल्ड मुभ्स इन अ डिफ्रेन्ट वे गाइज। अरू करेन्सी भन्दा डिफ्रेन्ट वेले मुभ हुन्छ। तपाईँको स्टप लस हन्ट गरेरै फर्किन्छ यो। त्यही भएर यसमा तपाईँलाई लिक्विडिटीको बारेमा धेरैभन्दा धेरै कुरा थाहा हुनुपर्ने हुन्छ। अब आजको क्विकली मैले हिजोको राति मेरो एउटा 6 PM मा एउटा क्लास थियो गाइज। त्यो क्लासमा मैले दिएको ट्रेड यो बाई ट्रेड 130 पिप्स माथि। फेरि त्यतिखेरै मैले प्रोभाब्ली आई विल सो यु हाम्रो ग्रुपमा, हाम्रो एउटा वाट्सएप ग्रुप छ त्यसमा मैले पठाइदिएको पनि थिएँ। टिपी हिट भयो, त्यसपछि फेरि यहाँबाट हामीले सेल गर्ने मैले अपर्च्युनिटी दिएको थिएँ। अनि एक्ज्याक्टली दुइटै ट्रेड कस्तो गरेँ त भन्दाखेरि दुइटै हिजोको ट्रेडको मैले इक्जाम्पल दिएको छु है। मैले तपाईँलाई सबै ड्र के गर्छु, सबै रिमुभ गर्छु। अब आई एम गोइङ टु सो यु हाउ टु ट्रेड एक्चुअली। गोल्डको बिहेभियर तपाईँले पत्ता लगाउनलाई जहिले पनि तपाईँ डेली टाइम फ्रेममा जानु होला है त। डेली टाइम फ्रेममा जाँदाखेरि तपाईँको डेली टाइम फ्रेमले तपाईँलाई के दिन्छ त भन्दाखेरि अलिक बिगर पिक्चर दिन्छ। वाट इज द्याट मिन? बिगर पिक्चर भनेको चाहिँ तपाईँलाई ठुलो टाइम फ्रेममा तपाईँले मार्केटको ओभरअल मुभ, अब मार्केट यहाँदेखि हामी यो लोवरदेखि लोवर हाई अनि न्यू हायर हाई बनाएर यो हायर, अब यो जोनमा सेल गर्नुको रिजन छ, क्लियरली रिजन छ। तपाईँलाई यही टाइम फ्रेममा, ठुलो टाइम फ्रेममा मैले एउटा बक्स बनाउँछु तपाईँलाई है त। तपाईँले जहिले पनि ट्रेड गर्न सुरु गर्नुहुन्छ नि, डेली टाइम फ्रेममा जानु है। त्यसले तपाईँलाई के दिन्छ त भनेको एउटा इनिसियल डिरेक्सनल बायसको लागि चाहिँ कन्फर्मेसन दिन्छ। से कन्फर्मेसन भन्नाले सपोज अहिलेको मार्केट हामी कहाँ छौँ त भनेको यो, अब न हामी माथि छौँ न हामी तल छौँ भनेको। तलबाट तपाईँले बाई गर्नुभयो भने मोस्ट पोटेन्सियली तपाईँको स्टप लस हिट हुँदैन। हेर्नु है, माथिबाट सेल गर्नुभयो भने प्रोभाब्ली तपाईँको पहिला स्टप लस भन्दा नि टिपी हिट भएर बल्ल फर्केर जान्छ। भनेको मार्केटले न्यू हायर हाई बनाउनुभन्दा पहिला हायर लो त बनाउँछ। अब यो हामी हायर हाईमा पुगेपछि हायर लो बनाउँदैछौँ भनेको। यदि अहिलेको जुन इरान र इजरायलमा जो अहिले कन्फ्लिक्ट भइरहेछ, बमहरू फालिरहेछन्, लाइक लिटरली वार इज गोइङ अन, विच इज स्याड है। हामीलाई स्याड, एकदम स्याड पार्ट हो यो। अब यहाँनिर मार्केटले यो जुन हिजोको सेसन थियो, यो हिजोको मार्केट बिग फल पछि यो मन्डेको सेसन हो। अनि अर्को कुरा तपाईँलाई भन्छु, हामीले मन्डे पनि मैले तपाईँहरूलाई फ्राइडे मैले लाइभ एउटा ट्रेडहरू दिएको थिएँ। एउटा कुरा के भन्न चाहन्छु, एभ्री सिङ्गल मन्डे हेर्नुभयो भने मन्डे तपाईँको मार्केट चाहिँ के गर्छ त भन्दाखेरि फ्राइडेको कन्टिन्युएसन दिएको हुन्छ। नयाँ भन्दा पनि उसले फ्राइडेको ट्रेन्डलाई कन्टिन्युएसन दिएको हुन्छ। फ्राइडे स्टार्टिङ अलरेडी हाम्रो के ट्रेन्ड, हामी सप्लाई जोनमा थियौँ अलरेडी। त्यही भएर हामीले मार्केटले लिक्विडिटी ग्राब गर्यो, फर्केर तल आयो। यो तपाईँले के बुझ्नु पर्यो त भन्दाखेरि साइकल
मार्केटको साइकल के हुन्छ भने मन्डे ट्युसडे वेडनेसडे थर्सडे फ्राइडे। यदि तपाईँलाई डेजहरू थाहा छैन भने तपाईँले इन्डिकेटरमा जानु, डेजहरू सेसनमा लेख्न सक्नुहुन्छ या सेसनहरू सेसनमा लेख्न सक्नुहुन्छ। हरेक सेसनमा मार्केटले 3 किसिमको मुभ गर्छ। अब यो होल बक्समा हेर्नुभयो भने म ठुलो टाइम फ्रेममा छु, तपाईँलाई सानो टाइम फ्रेममा लिएर जान्छु र मैले के भन्छु त भने यो बक्समा तपाईँले यो हरेक यो जोनलाई तपाईँले जहिले पनि यी जोनहरूलाई तपाईँले के गर्नुपर्छ, यी जोनहरूको एउटा जहिले पनि यो जोनको लेभललाई तपाईँले मार्क गरेर यो जोन तपाईँको लागि इट विल हेल्प यु टु फाइन्ड आउट दिस इज यो क्रिटिकल जोन। क्रिटिकल जोन भनेको जहिले पनि यो चाहिँ हाम्रो स्ट्रङ यो रेसिस्टेन्ट जोन हो, तपाईँलाई थाहा छ। अब अहिले हामी किन अलमोस्ट अल टाइम हाई पुग्नुभन्दा पहिला फेरि यत्रो बिग फल, प्रोभाब्ली अहिलेको करेन्ट यो मार्केटको यो प्राइस एक्सन देख्दाखेरि वी आर गोइङ टु फल मोर फर्दर डाउन गाइज। मैले अघि बक्समा एउटा के गरेको थिएँ, एउटा ड्र गरेको थिएँ अघिको जो मेरो चार्टमा। मेरो बाइजोन भनेको एउटा 45 छ, अर्को बाइजोन इज अ सेफेस्ट बाइजोन। हेर्नु अहिले भर्खरै बाई गर्नेको के हुन्छ त भन्दाखेरि प्रोभाब्ली मार्केटमा अलि सेलर्सहरूले नै च्यापिराख्नु भएको छ। तर यदि यसले यो बडीलाई हेर्नु, अब यो पनि मैले गर्ने स्ट्राटेजी हो, यो मेनट वर्क फर अदर पिपल। बाइ द वे मैले गरेको जस्तै तपाईँले गर्नुपर्छ भन्ने छैन, तर ओभरअल तपाईँले प्राइस एक्सन बुझ्नुभयो भने तपाईँको के हुन्छ त भनेको साइकोलोजीलाई मेन्टेन गर्नु, तपाईँको स्ट्राटेजीलाई एउटा बिलिभ गर्नु र एउटा सेटअपलाई ट्रस्ट गर्नुभयो भने तपाईँले प्रफिट बनाउन सक्नुहुन्छ। अब यसमा मैले अर्को कुरा थप्न के चाहे त भन्दाखेरि सपोज यो जोनमा तपाईँले के गर्नुभयो, अब यो जोन हाम्रो एउटा के थियो, सकेसम्म तपाईँले यो जोनलाई सेल जोन हो हेर्नु है, यो सेल जोन हो। यो जोनलाई तपाईँले यसरी वेट गर्नु पर्यो। यदि तपाईँले सेल गर्नु छ भने बिचमा सेल गर्नुभयो भने मार्केटले जहिले पनि के गर्छ त तपाईँको स्टप लस हन्ट गरिदिइहाल्छ है। अब यो नयाँ कुरा होइन, सबै च्यानलमा तपाईँले जानुहुन्छ, यस्तो कुरा थाहा पाउनु सक्नुहुन्छ। तर यो जोन पनि के हो त, फेरि यो जोन हाम्रो के हुन्छ, अब यो चाहिँ डिमान्ड जोन हो। हेर्नु अब डिमान्ड जोनलाई तपाईँले अब सबै बाई जोन गरेर बाई जोनलाई तपाईँले कसरी लेख्नुहुन्छ। मैले चाहिँ बाइ द वे यस्तो लेख्न छोडिसकेँ, होइन म लेख्दिनँ। आई जस्ट हेभ अ सम लाइन, होइन मेरो चाहिँ यो रेक्टेङ्गल लाइनहरू ड्र गरेर हुन्छु। तर चार्टिङ इज सो इम्पोर्टेन्ट। अब कतिजनाले मैले भनिहालेँ एसएमसी पनि छ, मैले तपाईँलाई यसको बारेमा पनि लिक्विडिटीको बारेमा कुरा गर्न चाहन्छु यही भिडियोमा, यसले हेल्प गर्न सक्छ तपाईँलाई। अब हामीले यो ठुलो क्यान्डलले हामीलाई के देखाइरहेछ त अहिले भने प्रेसर इज गोइङ डाउनवर्ड अहिले चाहिँ है। अब यदि तपाईँले साँच्चैको बाई गर्न चाहनुहुन्छ भने अर्को स्ट्रङ बाई जोन चाहिँ मैले भने एउटा चाहिँ 45 को जोनमा छ गाइज, यहाँनिर छ। मैले तपाईँलाई किन भनेर सानो टाइम फ्रेममा गरेर देखाउँछु, आई विल सो यु द्याट। त्यही भएर जहिले पनि तपाईँले एनालाइसिस गर्नुभन्दा पहिला हो मलाई बुझेँ कि तपाईँलाई 1 मिनटको चार्टमा तपाईँलाई इन्ट्रीको लागि हेर्नै पर्ने हुन्छ, यस 5 मिनटको चार्टमा हेर्नुपर्ने हुन्छ। तर ठुलो टाइम फ्रेममा गएर तपाईँले हेर्न जरुरी किन छ त भन्दाखेरि ओभरअल मार्केट हामी चाहिँ कुन लेभलमा छौँ हेर्नु। हामीले यो लेभलबाट हामी बाई गर्न चाहन्नौँ हो। अफकोर्स तपाईँले केही पिपको लागि 50 पिप्सको लागि गोल्डले 50 पिप्स जस्तो जोनमा नि दिन्छ। मैले तपाईँलाई अहिले प्रोभाब्ली ट्रेडै गरेर देखाइदिउँला होइन। अब यो तपाईँ देखिसक्नुभयो हामी कुन जोनमा थियौँ, यो बक्समा तपाईँ बक्स जोनमा हुनुहुन्छ। यो बक्समा यो जोन हाम्रो के थियो, सेल जोन थियो भने जहिले पनि के गर्नु पर्यो तपाईँले, यो चाहिँ लिक्विडिटीलाई तपाईँले जहिले पनि वेट गर्नु पर्यो है। हेर्नु है, यो चाहिँ लिक्विडिटीलाई जबसम्म तपाईँले वेट गर्न सक्नुहुन्न तपाईँको स्टप लस हन्ट हुन्छ। तपाईँ सेल यो जोनमा गर्नुभयो, स्टप लस यसको माथि राख्नुभयो, त्यो 10-15 पिप्स बढाएर राख्नुभयो अरे से यहाँदेखि हेर्नु आखिरमा तपाईँको 30 to 40 पिप्स तपाईँले त्योभन्दा बढी कसैले पनि स्टप लस राख्दैन। हेर्नु त्यो अब कसैले राख्छन्, मेबी 70 पिप्स राख्छन्, आई एम ओके विथ द्याट। किनभने यदि तपाईँले राइट जोनमा तपाईँले ट्रेड लिनुभएको छ र स्टप लस 70 पिप्स छ भने पनि तपाईँको रिस्क टु रिवार्ड रेसियो राम्रो छ भने तपाईँले स्टिल प्रफिट चाहिँ बनाउनुहुन्छ। अब यो केसमा मैले अहिले चाहिँ बक्सलाई निकाल्दिएँ है। मैले चाहिँ मेरो हाम्रो रेड जुन लाइन छ त्यसले तपाईँलाई एउटा अलिकति साइन के दिन्छ त भन्दा यो जोनमा हामीले सेल गर्ने हेरिरहेको थियौँ अलरेडी ठुलो टाइम फ्रेममा हामीले हेरेर। भनेपछि मार्केट तलबाट यसरी माथि गइरहेछ, तपाईँलाई लाग्छ कि अझै पनि माथि जान्छ भनेर तपाईँले यहाँबाट बाई गरिदिनुहुन्छ। अनि के हुन्छ, प्रोभाब्ली तपाईँले स्टप लस नै राख्नु नहोला। अनि त्यसपछि मार्केटले के गर्यो, तपाईँको अकाउन्ट पुरै लैदियो। आई थिङ्क देयर आर सो मेनी पिपल आउट देयर हु आर स्टिल डुइङ इट। स्टप लस बिना मैले भन्छु नो एसएल नो ट्रेड। हेर्नु है, तपाईँले एउटा ट्रेडमा 1%को रिस्क राख्ने हो, त्यो भनेको तपाईँको क्यापिटल अनुसार हुन्छ। त्यही अनुसारले तपाईँले की लेभलमा गएर एउटा इन्ट्रीको लागि के गर्ने हो, वेट गरेर बस्ने हो है। 15 मिनट्सको चार्टमा छु। अब यो भिडियोले कतिलाई हेल्प गर्छ मलाई थाहा छैन, बट आई रियली एप्रिसिएट यदि तपाईँले यो भिडियोलाई राम्रोसँग ध्यान दिएर हेर्नुभयो र अनि यसमा भएको कुराहरूलाई सिक्नुभयो भने। अब मैले किन त्यो भनेको छु, मार्केटमा फुटप्रिन्ट भनेको के हो, क्यान्डलस्टिक हेर्नु। तपाईँको कुनै इन्डिकेटरले केही काम गर्दैन, त्यो ल्यागिङ हुन्। अब मैले इएमए चाहिँ राख्छु, मैले तपाईँलाई देखाउँछु त्यसको बारेमा नि प्रोभाब्ली आई विल मेक अनदर भिडियो हाउ टु युज इएमए। इएमएले पनि नराम्रो होइन, इट इज स्टिल गुड इफ यु नो हाउ टु युज इट। अहिले जुन जोनमा हामी छौँ 15 मिनटको जोनमा हेर्नु,
यो क्यान्डल लिक्विडिटी नै थियो, यो क्यान्डलले लिक्विडिटी थियो भने चाहिँ हामी 3366 आएर हामी फर्केर फेरि माथि गयौँ। तर यो एउटा फेरि बक्स बनेको छ हेर्नु। 90% अफ टाइम हेर्नु है, 90% अफ टाइम मार्केटले के गर्छ त भन्दाखेरि, यो चाहिँ ध्यान दिएर सुनिदिनु होला है, 90% अफ टाइम मार्केटले यस्तै खालको मुभ क्रिएट गर्छ। भनेको यहाँ न त बायर्सले, अब यो गोल्डको केसमा गाइज ओ माई गड, तपाईँले यहाँबाट बाई गर्नु, तपाईँले 100 पिप्स जसरी बनाउनुहुन्छ, यहाँबाट बाई गर्नु 100 पिप्स जसरी बनाउनुहुन्छ, यहाँबाट बाई गर्नु 100 पिप्स जसरी बनाउनुहुन्छ। 100 पिप्स गोल्डले इजी दिन्छ। अहिले भर्खरै कसैले सेल गरेको थियो भने बिहानको, अहिले म एजेन्सीसम्म मैले भिडियो बनाउँदैछु गाइज होइन, 125 पिप्स मार्केटले के गर्यो, ड्रप गरिसकेको छ बिकज अफ सेम। किनभने यो जोन हाम्रो के थियो त, यो स्टिल रेसिस्टेन्ट जोन हो, बक्स जोन हो हाम्रो। हेर्नु त हाम्रो ओपनिङ यो क्यान्डल थियो, ओपनिङले के गर्यो, हाम्रो यो विकले हामीलाई के देखायो त भने या प्रेसर इज टुवर्ड्स सेल साइड। हेर्नु है, अब यो मैले विक र क्यान्डलस्टिक मात्रै कुरा गरेको छु। बाइ द वे देयर आर सो मेनी अदर थिङ्स लाइक भन्नु न, अब तपाईँले मेन चाहिँ बक्समा, एउटा बक्समा तपाईँले के लाग्यो मार्केटले बाई गर्छ भनेर तपाईँले यहाँबाट बाई गरिदिनुहुन्छ, तर फर्केर मार्केट तल आउँछ, तपाईँको स्टप लस हन्ट हुन्छ। फेरिबाट इक्जाम्पल दिन्छु मैले, मैले ब्याक प्ले पनि गरेर देखाउँछु। सपोज तपाईँलाई लाग्यो कि मार्केटले के गर्यो यत्रो समयसम्म, ओके तपाईँलाई लाग्यो यो यहाँनिर मैले तपाईँलाई देखाउँछु, हामीले हेर्नु। अब तपाईँलाई लाग्यो हामी के गर्यौँ, हामी यहाँबाट यो हाम्रो सप्लाई जोन थियो हेर्नु। सप्लाई र डिमान्ड भनेको जब मार्केटले इनफ बाई गर्छ त्यसपछि मार्केटले केही सस्तो प्राइसमा फर्केर आउनै पर्ने हुन्छ है। कहिलेकाहीँ यस्तो खालको रिट्रेस या अब तपाईँलाई यो अब ट्रेन्डिङ मार्केटमा के हुन्छ, यो मार्केट तपाईँलाई ट्रेन्ड कतातिर छ, ट्रेन्ड नै पत्ता लाग्नु पर्यो तपाईँले। अब अहिलेको यो सानो टाइम फ्रेममा तपाईँले के देख्नुहुन्छ, ट्रेन्ड यो अप ट्रेन्ड छ देख्नुहुन्छ। बट रिमेम्बर द्याट मार्केटले कुनै लेभल काम गर्छ कि, हेर्नु है, लेभल टु लेभल काम गर्छ। प्लिज यो याद गर्नु होला। अनि यो भिडियोले मलाई पुरा विश्वास छ धेरैभन्दा धेरै गोल्ड ट्रेडरलाई हेल्प गर्न सक्छ। यो गोल्ड ट्रेडर मात्र होइन, हरेक करेन्सीमा पनि तपाईँले इन्डिसेस ट्रेड गर्नु, बिटकोइन ट्रेड गर्नु। एक्ज्याक्टली तपाईँलाई बिटकोइनको पनि मैले चार्टमा लिएर जान्छु अहिले एकछिनमा है। अब चार्टिङले तपाईँलाई हेल्प गर्न सक्छ। अब यहाँनिर सपोज तपाईँलाई के लाग्यो, यो यत्रो बिग क्यान्डल के भयो, विक टलतिर विक गरेर माथि गयो। बाइ द वे मैले यहाँनिर के गरेको थिएँ, डेफिनेटली द्याट वाज नट सेफ। तर मैले यहाँबाट सेल गरेको थिएँ, यहाँबाट बाई गरेको थिएँ, दुइटैको टिपी हिट भएको थियो। किनभने मैले टिपी चाहिँ एकदमै कति राखेको थिएँ, धेरै राखेको थिएन। मैले यहाँनिर 30 देखि 43 को एउटा टिपी थियो, एउटा चाहिँ मैले 50 देखि 35 को टिपी थियो। भनेको हेर्नु न, भनेको दिस इज हाउ यु ट्रेड। तपाईँले तलबाट बाई गर्नु, मार्केट अटोमेटिकली त्यो समहाउ, यो त एकदम भोलाटाइल ओपनिङमा थियो यो हाम्रो इजरायलको र उसको वार हुने बेला मन्डेको ओपनिङ गाइज यो बाइ द वे। यो क्यान्डल स्टिक अनुसार मार्केटले कन्टिन्युएसन दिनुपर्ने थियो, तर हेर्नुभयो भने हाम्रो रिजेक्सन माथितिर छ नि त। त्यही भएर याद गर्नु कि तपाईँले सानो टाइम फ्रेममा नि क्यान्डल कन्फर्मेसनले तपाईँलाई धेरैभन्दा धेरै हेल्प गर्छ। अब यो बिकज हाम्रो यो सप्लाई जोन थियो, त्यही भएर मार्केटले योभन्दा बढी यो होल यो जोन चाहिँ हाम्रो लिक्विडिटी जोन थियो। मार्केटले फेक मुभ क्रिएट गर्यो। किन धेरैजना ब्रेकआउट ट्रेडरहरू के गर्नुहुन्छ त भन्दाखेरि, ब्रेकआउट गर्यो रिटेस्ट पछि हामी बाई गर्छौँ किनभने यो कन्टिन्यू जान्छ होला। तर एउटा कुरा मैले तपाईँलाई मलाई आई विल क्विकली गो फ्राइडेको सेसनमा म कहाँ थिएँ, फ्राइडे ओके, फ्राइडे 7 बजी म यहाँनिर थिएँ। तपाईँलाई थाहा छ कि नै, म यहाँनिर सेलको मैले दिएको थिएँ। मार्केट एक्कासी फर्केर फेरिबाट हाम्रो त्यही जोन कुन चाहिँ 44-45 को जोनमा गएर फेरि फर्केर यहाँ पनि लिक्विडिटी एकछिन ग्राब गर्यो। यसले चाहिँ ब्रेक चाहिँ गरे। तर यसको एउटा कुरा याद गर्नु होला, जहिले पनि यसको यो विकभन्दा बढी माथि चाहिँ क्लोज गर्न सकेन। हेर्नु भने दिस इज हाउ यु चेक इट। चेक गर्ने तरिका कस्तो छ त भन्दाखेरि, तपाईँले एउटा क्यान्डल स्टिक त मेजर, अब टेपले मेजर गर्न नै मैले भनेको छैन गाइज, डोन्ट यु कान्ट डु द्याट। तर एउटा मार्केटमा तपाईँले जोन राइट जोनमा तपाईँले एक्सन लिनुभएको छ भने तपाईँलाई प्रोफिटेबिलिटी बढ्दै जान्छ। तपाईँले रङ जोनमा तपाईँले एक्सन लिनुभएको छ भने तपाईँ जति पनि पैसा हाल्नु, से तपाईँले $10,000 तपाईँले ब्रोकरको अकाउन्टमा डिपोजिट गर्नुभयो, तपाईँलाई अहिलेसम्म एउटा सिस्टमै क्रिएट गर्नु भएको छैन तपाईँको भने त्यो पैसा ब्रोकरको अकाउन्ट होइन, मार्केटले एकैछिनमा लिएर जान्छ। अनि बाइ द वे कतिजनाले मार्केटलाई दोष दिनुहुन्छ, मार्केट इट इज लाइक इभन गोल्डलाई दोष दिनुहुन्छ, इभन होइन कुनै करेन्सीलाई दोष दिनुहुन्छ। त्यो गर्नुभन्दा तपाईँले एउटा सिस्टम क्रिएट गर्नु पर्यो। मैले सिस्टम तपाईँलाई लास्टमा चाहिँ देखाउँछु यो भिडियो अन्त्यमा हेर्नुभयो भने एउटा कस्तो सिस्टम क्रिएट गर्नु भने जहाँ तपाईँले आफ्नो साइकोलोजीलाई मेन्टेन गरेर तपाईँले एउटा सिस्टम जुन चाहिँ म यो जोनमा मार्केट नआएसम्म म बाई गर्दिनँ या यो जोनमा नआएसम्म म सेल गर्दिनँ, त्यतिखेर कन्फर्मेसनहरू के हेर्ने है हेर्नु होला। अब यो 15 मिनटको चार्टमा जानेको कारण छ गाइज, किनभने जहिले पनि ठुलो टाइम फ्रेममा तपाईँले हामी ठुलो
टाइम फ्रेममा हामी कहाँ थियौँ, यो जोन भनेको यो डेफिनेटली सप्लाई जोन हो, यो जोनमा हामी बाई गर्नुभन्दा सेल गर्नुको लागि हामीले अपर्च्युनिटी हेर्नेवाला छौँ। तैपनि मार्केटले हामीलाई ब्रेकआउट दिएको छ। तर यो लङ विक क्यान्डलले अझै पनि तपाईँ 5 मिनट जानु, स्क्याल्पिङको लागि तपाईँ 5 मिनट जान सक्नुहुन्छ, इभन 1 मिनटमा जान सक्नुहुन्छ। तर मैले अहिले तपाईँलाई देखाउन चाहन्छु कि वाट आइएम ट्राइङ टु एक्सप्लेन इज, तपाईँलाई लाग्यो मार्केट मजाले बाई गरिरहेछ अहिले, अब म बाईमै बस्छु। हेर्नु, रिटेल ट्रेडरको प्रब्लम के छ, या 90% ट्रेडरको प्रब्लम के छ त भन्दाखेरि यहाँबाट बाई गरिरहेको छ, उहाँले पनि के गर्नुहुन्छ, अब बाई गर्नुहुन्छ। ल मैले भनेछु कि तपाईँको टार्गेट यहाँ थियो भने यसरी बाई गर्नुभएको थियो भने तपाईँको त्यो टार्गेट हिट भइसक्यो। हेर्नु, टार्गेट हिट भइसक्यो, तपाईँ जस्ट युआर आउट अफ द मार्केट, देयर इज नो प्रब्लम एट अल। तर स्विङ ट्रेडर, द्याट्स कल स्क्याल्पिङ, यही पनि 191को तपाईँले प्रफिट निकालिसक्नुभयो। तर होइन, म त धेरै तपाईँको टेक प्रफिट राख्ने तरिका र स्टप लस राख्ने तरिका त मिलेको छैन भने तपाईँले प्रफिटेबल ट्रेडर बन्न सक्नुहुन्न। किनभने मैले पनि धेरै मिस्टेक त्यही गरेको थिएँ पासमा। अहिले तपाईँलाई त्यही सिकाउन चाहन्छु कि यदि तपाईँले देख्नुभयो यहाँनिर मार्केटले अलरेडी यहाँनिर हाम्रो स्ट्रक्चर, यो स्ट्रक्चर ब्रेक गरिसकेको छ है, 15 मिनटको चार्टमा देखिरहेको छु। हेर्नु, दिस इज हाउ यु चेक इट। यो अलरेडी हाम्रो के भइसक्यो, स्ट्रक्चर ब्रेक भइसकेको छ। यहाँबाट यो मैले यसलाई दिएँ बाइ द वे, तपाईँले जुन पनि लिन सक्नुहुन्छ, यो ब्रेक भइसकेको छ। ब्रेकअप स्ट्रक्चर, स्ट्रक्चर जोसम्म थाहा हुँदैन हामी प्रफिटेबल हुन सकिन्न। अब अझ पनि हामीले बाईको लागि हेरेका छौँ। नो, मैले प्ले गरेर देखाउँछु, स्लोली प्ले गरेर देखाउँछु तपाईँलाई कस्तो बेलामा तपाईँ अब हेर्नु अरे कन्टिन्युएसन तलतिर छ। मैले मार्केटमा अब सेल गर्यो भनेर सपोज मैले सेल गरेँ भने मार्केट फर्केर एकछिन माथि जान्छ हेर्नु। त्यही पनि अब यो केसमा के हुन्छ मलाई थाहा छैन। हेर्नु, ल सेल भयो अरे, तर यदि तपाईँको स्टप लस चाहिँ आई डोन्ट नो वेरिएबल यो स्टप लस यदि तपाईँले यहीँ राख्नु भएको छ भने तपाईँको पहिला स्टप लस हिट गर्छ। मैले त्यो पनि देखाएर तपाईँलाई देखाउन चाहन्छु है। हेर्नु भने सुरुमा यसले चाहिँ के गर्छ त, स्टप लस, अब बाइ द वे यसले चाहिँ तपाईँ लङ टर्म बस्नु भएको छ भने यसले के गर्छ त, हाम्रो यो केसमा स्टप लस हिट भएन गाइस है, विच इज वी आर लकी, वी आर भेरी लकी। किनभने स्ट्रक्चर ब्रेक भएको थियो, स्टप लसतिर आएन, हाम्रो सिधै प्रफिट कहाँ गयो, टेक प्रफिटतिर जाँदैछ। तर तपाईँको टार्गेट राख्ने तरिका मिलेन। सपोज तपाईँको टार्गेट यही राख्नु भएको थियो भने कहिलेकाहीँ चाहिँ के हुन्छ भने मार्केटले फर्केर तपाईँको के भन्छ ब्रेक इभनमा या तपाईँको स्टप लस पहिला हिट गरिदिने चान्स हुन्छ। अब यो केसमा हेर्नु भने सिधै हामीले के गर्यौँ, द्याट्स रियली लकी गाइस है। यो चाहिँ किनभने यस्तो चाहिँ जब मार्केट एकदमै ट्रेन्डिङ छ नि, यस्तो खालको मार्केट एकदमै तपाईँले प्रफिट बनाउनु धेरै सजिलो हुन्छ। ट्रेन्डिङ मार्केट किन हामी भर्खरै माथिबाट तल झर्दैछौँ भनेको इट इज इजी फर अस टु क्याच द्याट मुभ। तर जब मार्केटमा हेर्नु, अब यो अघिको बक्सको कुरा, जब हिजो यो हामी टुस्डेको मार्केट खासै मुभै भएको छैन है। अब यो हिजोको मुभ यति फास्ट भयो कि लाइक इट वाज इजी टु मेक मनी हिजोकोमा। मैले बाइ द वे यो क्यान्डलबाट मैले सेल गरेको थिएँ। मैले यहाँबाट मैले यति सेल गरेँ, त्यसपछि आई डिडन्ट इभन बोदर टु सी द मार्केट। मैले मार्केट हेर्दै हेरिनँ है। हिजोको अस्तिको केसमा बाइ द वे मैले यो निकालेँ। सपोज यो केसमा तपाईँलाई के भयो, ओके मार्केट जब ट्रेन्डिङ छ यसरी हाम्रो स्टप लस हिट भएर द्याट वाज गुड। आई वाज एक्सपेक्टिङ, किन मलाई यो ब्याक प्ले गर्दा रिप्ले गर्दा थाहा हुँदैन मार्केट के गरिरहेछ। अब किनभने मार्केट यो फ्लो मोमेन्टममा थियो, there was a momentum in the market, it was easy for us to catch that momentum हेर्नु भाइ। तर जब मार्केटमा एउटा कस्तो खालको मुभ आएको छ, यो मुभ हेर्नु, यस्तो बेलामा तपाईँले प्रोबाब्ली तपाईँको इन्ट्री चाहिँ रङ जोनमा हुनुको कारण चाहिँ तपाईँले यस्तो बेलामा ट्रेड गर्नु भएको छ भने हो। यो मैले भन्न खोजेको चाहिँ तपाईँलाई सेल लाग्छ जस्तो लाग्यो यहाँनिर। मैले अघि यो इक्जाम्पल चाहिँ तपाईँलाई सेल हुन्छ भनेर यहाँबाट सेलमा जानुभयो, तर फर्केर मार्केट माथि गइदियो। हेर्नु त, तल फर्केर मार्केट माथि गइदियो, कन्टिन्युएसन चाहिँ आएर तलै गऱ्यो है। फेरिबाट 15 मिनटको चार्टमा जाँदाखेरि यहाँनिर प्रेसर चाहिँ देख्नु भएको छ भने बाई साइडको भन्दा पनि सेल साइडको प्रेसर देखिएको छ। त्यही भएर मार्केटले के गर्यो, यो हिजोको हाम्रो चाहिँ यो 1:15 बजेको यो लङ विक क्यान्डल क्रिएट गरेर मार्केटले एकछिन यो एरियामा एउटा कन्सल्टेसन गरिरहेको छ। फेरि मार्केटले न्युज थियो 12:30 बजे जुन देख्नुभयो, 12 बजे पछिको मुभ एकदमै ह्युज थियो। यसले 66को, यो वाइ आइएम सेयिङ दिस करेन्ट मार्केट र पास्ट मार्केटमा, अब कतिजनाले के भन्नुहुन्छ भने पास्टमा जब तपाईँले गएर एउटा आफ्नो स्ट्राटेजीले तपाईँले एउटा टेस्ट गर्नु भएको छैन भने तपाईँलाई के गर्छ, प्रफिटेबिलिटी बढाउन गाह्रो छ। अहिले हेर्नु न, अब यसले यो जोनलाई नि ब्रेक गर्न सकेको छैन, यो जोनलाई नै ब्रेक गर्न सकेको छैन भनेको सेफेस्ट कसरी सेफ हुन्छ त। तपाईँलाई मैले फ्युचर देखाइदिन्छु, फ्युचरमै गएर, किनभने यो हामीले फ्युचरको लागि मुभ प्रिडिक्ट गर्नलाई हामीले पास्टमा गएर किन हेर्नुपर्ने हुन्छ भने पास्टमा यो जोन हाम्रो एक्ज्याक्टली कस्तो जोन थियो हेर्नु भने, क्यान यु सी लाइक एक्ज्याक्टली वाट ह्यापन्स।
यो जोनमा सेलर्स पनि आउनुभयो, बायर्स पनि आउनुभयो, सेलर्स पनि आउनुभयो। एक्ज्याक्टली अहिले त्यही भइरहेछ यहाँनिर। भनेको यहाँनिर मार्केटले धेरै बायर्स सेलर्सलाई के गर्यो, एकछिन चाहिँ ट्र्यापमा पारेको थियो। दिस इज वेयर यु लुज अ लट अफ मनी। त्यही भएर मेरो एउटा सजेसन के त भन्दाखेरि जब मार्केटले साइडवेज मुभ क्रिएट गरिरहेको छ भने त्यस्तो बेलामा तपाईँ ट्रेडै नगर्नु। तपाईँले त्यतिखेर गरेको ट्रेड चाहिँ 100% तपाईँको कि स्टप लस तपाईँले यहाँबाट बाई गर्नु। ल साइडवेजमा पनि ट्रेड गर्ने तरिका छ, मैले 1 मिनटको चार्टमा गएर त्यो पनि देखाउँछु। अब यहाँनिर जबसम्म यो लेभललाई मार्केटले ब्रेक गरेर माथि जाँदैन, यो सेफेस्ट बाई जोनै छैन अझसम्म। तर बाई तपाईँले एकदमै लोमा आएर तपाईँले बाई गर्नुहुन्छ भने मार्केटले गोल्डले, बाई द वे गोल्डले तपाईँलाई केही न केही 40 पिप्स 30 पिप्स 60 पिप्स मजाले दिन्छ गाइज, 100% दिन्छ यदि तपाईँलाई थाहा छ यो जुन पत्ता लाउन जान्नुभएको छ भने। अब कसरी पत्ता लाउने त भन्दाखेरि तपाईँको साइकोलोजी हो सबभन्दा ठुलो कुरा, तपाईँलाई कुर्न सक्नु पर्यो। अब यहाँनिर हेर्नुभयो भने यो रिजेक्सनले हामीलाई के गर्यो, मार्केट 15 मिनटको चार्टमा वी वर रियली बाइङ। अब यो हामी यो जोन हेर्नु फेरिबाट, यो हाम्रो कुन थियो, यो डिमान्ड जोन हो। डिमान्ड जोन भनेको यो एरियामा हामी सकेसम्म बाइको अपर्च्युनिटी हेर्छ। मार्केटले यही जोनमा त आएन, तर त्यसको फ्यु पिप्स माथिबाटै मार्केटले रियाक्ट गर्यो। बाई द वे यो कुरा पनि तपाईँले याद गर्नु के पर्यो भने जब तपाईँले जोन पत्ता लगाइसक्नुहुन्छ नि, जोन पत्ता लगाइसकेपछि तपाईँले के गर्न सक्नु पर्यो हुन्छ त भन्दाखेरि यदि तपाईँलाई मार्केटले त्यही जोनमा एक्सन सुरु भनौँ न त्यो एक्टिभिटिजहरू दिएन भने तपाईँले 100% जहिले पनि मार्केटमा अब दिएको जोनहरूलाई त्यतिखेर एक्टिङ तपाईँले एक्ट गर्नुपर्ने हुन्छ। किनभने तपाईँले यो जोनमा तपाईँलाई बाइको अपर्च्युनिटी दिएन भने माथिबाट दिन लायो नि त है, माथिबाट दियो भने यु हेभ टु स्टार्ट टेकिङ एक्सन फ्रम दिस जोन है। यहाँनिर यो केसमा चाहिँ मैले के भन्छु भने हाम्रो 93बाट हामीलाई के गर्यो, यो चाहिँ लिक्विडिटी जोन थियो हेर्नु। यहाँनिर बायर्सलाई इन्भाइट गर्यो। अब यहाँनिर मैले तपाईँलाई एउटा कुरा के देखाउन चाहन्छु भने हाउ टु फाइन्ड आउट वेदर इट्स गोइङ टु बाई अर नट। हेर्नु मैले एउटा स्ट्राटेजी युज गर्छु जुन चाहिँ इन्भर्स र एउटा नर्मल हुन्छ है। मैले ट्रेड गर्ने भनेको चाहिँ तपाईँले जहिले पनि मार्केटमा कतिवटा रिजेक्सन हेर्नु, 1 बायर्सलाई इन्भाइट हिँडबाटै गरिसकेको छ, बिग फल डाउन, फेरि यो चाहिँ हाम्रो यो कन्ट्र्याक्ट एक्सपान्सन, कन्ट्र्याक्ट एक्सपान्सन, यो लास्टको एक्सपान्सनमा भनेको जसले यहीँबाट बाई गर्न खोज्यो सबैको स्टप लस हिट भयो, यहाँबाट बाई गर्न खोज्यो स्टप लस हिट भइसक्यो हेर्नु। तर लास्टमा जसले कुर्न सक्छ नि भनेको पार्टी, यु विल इन्जोय द मोस्ट अफ द प्रफिट इफ यु आर इन्टरिङ एट द लास्ट। हेर्नु यो कुरा एकदमै ध्यान दिनु होला प्लिज। म तपाईँलाई विनर बनाउन चाहन्छु, तपाईँको प्रफिटेबिलिटीलाई बढाउन चाहन्छु। अब मैले किन यो भनिरहेको छु भने आई युज टु बी वान अफ देम। म अर्ली बाई गरिदिने, मार्केटले स्टप लस गर्छ बाई, किनभने यु नो मार्केट इज गोइङ टु बाई। हामी अलमोस्ट, तर सकेसम्म हामी यतिखेर बाई गर्नुभन्दा पनि हामी सकेसम्म लास्ट हाम्रो जोनको नजिकै कुरेर बसियो भने मात्रै त्यो कुराइले चाहिँ हामीलाई प्रफिटेबिलिटी दिन्छ। भनेको प्यासेन्स इज द की इन ट्रेडिङ है। प्यासेन्स कतिले बुझ्नुहुन्छ कतिले बुझ्नु हुँदैन, वाट आइम ट्राइङ टु से। सायद कतिजनाले मजाले बुझ्नु भएको छ, मजाले बुझिराख्नु भएको छ। अब यहाँनिर मैले अब 5 मिनटको चार्टमा 15 मिनटको चार्टमा तपाईँले कन्फर्मेसन पनि हेर्न सक्नुहुन्छ। कस्तो खालको कन्फर्मेसन त भन्दाखेरि यहाँनिर हजुरले प्याटर्नहरू देख्न सक्नुहुन्छ, ज्योमेट्री प्याटर्नहरू देख्न सक्नुहुन्छ, क्यान्डलस्टिकको। अब त्यो भन्दा पनि मैले के भन्छु त भन्दाखेरि यदि तपाईँले जोन मात्रै पत्ता लगाउन जान्नुभयो भने सबैले हेर्ने भनेको नै अब यहाँनिर स्ट्रक्चर यत्तिकै यहाँ ब्रेक भइसकेको छ गाइज। यो अलरेडी हाम्रो अब नो मोर यहाँनिरबाट के गर्यो, यो पुल ब्याक थियो। अनि यहाँनिर सिधै इफ आई सी सम इम्ब्यालेन्सेस, तपाईँलाई चाहिँ इम्ब्यालेन्सेस बाई द वे यहाँसम्म नै आयो। अब गोल्डको केसमा चाहिँ तपाईँलाई के भन्न चाहन्छु त भन्दाखेरि यसले अलरेडी देखाइसक्यो हामीलाई माथि जान्छ भनेर, फर्केर फेरि आयो माथि गयो। यसले पनि हामीलाई देखाइसक्यो फेरि यो लोवर लो बनाइ, हायर हाई बनाएर लोवर लो। मेरो युनिकर्न जुन स्ट्राटेजी मैले तपाईँलाई भनेछु, दिस इज वाट आई डु मोस्ट अफ द टाइम। अब युनिकर्न भनेको नि वान अफ द एसएमसीको स्ट्राटेजी हो। अब मेरो यो भिडियोमा छ, तपाईँले च्यानल बानी हेरेर यो युनिकर्न स्ट्राटेजी भनेर सर्च गर्नुभयो भने मजाले आउँछ। अब यसले 1 हायर हाई बनाएर फेरि लोवर लो बनायो नि त है। लोवर लो पनि कसरी बनायो त डबल बटम बनाएर 15 मिनटको चार्ट, त्यसपछिको र्याली चाहिँ द्याट वाज अ गुड र्याली। तपाईँलाई बाई द वे सबै मुभ लिनु छैन, यदि 400 पिप्सको मुभ दिएको छ हामीलाई तुरुन्तै हेर्नुहोस् त। भनेपछि इफ यु अन्डरस्ट्यान्ड, फर्स्ट अफ अल तपाईँको ठुलो टाइम फ्रेममा गएर तपाईँले के गर्नु पर्यो, एउटा बक्स बनाउनु तल र माथि। तपाईँले एक्सन लिने भनेको सकेसम्म तलबाट बाई गर्नुहुन्छ, तलबाट अफकोर्स, अनि सेल गर्नुहुन्छ माथिबाट। तर बिचमा चाहिँ तपाईँले के गर्नु पर्यो भने बिचका जोनहरूलाई पनि त्यो इन्टरनल स्ट्रक्चरहरूलाई पनि बुझ्नुपर्छ। किनभने
तपाईँले यही बाइ द वे देयर आर सम ट्रेडर्स, कतिजना ट्रेडरहरू हुनुहुन्छ उहाँले पुल ब्याकलाई मात्रै ट्रेड गर्नुहुन्छ। हेर्नु, कतिजनाले यो मुभलाई मात्रै ट्रेड गर्नुहुन्छ। भनेको तपाईँको स्ट्राटेजीमा के छ त? अब यहाँनिर मैले यो सेल गर्नुको रिजन थियो। हेर्नु, यहाँनिर सेल गर्नुको रिजन त यसले अलरेडी स्ट्रक्चर नै ब्रेक गर्यो, मजाले ब्रेक गर्यो। आई विल क्विकली सो यु वाट इट मिन्स। अब यहाँनिर हेर्नु भने दिस इज एभ्री वान हेज अ डिफ्रेन्ट वेज अफ डुइङ इट। मैले चाहिँ के गर्छु, अब विकलाई लिँदा हुन्छ नलिँदा, तर यसलाई हेर्नुभएको छ नि, यसले अलरेडी यो लास्टको क्यान्डल हेर्नु, तपाईँले कुन क्यान्डल लिनु चाहिँ डिपेन्ड्स अपन द्याट है। अब कतिजनाले योलाई लिनुहुन्छ। हेर्नु, योलाई लिनु, आइम ओके विथ द्याट, द्याट्स ओके। कतिजनाले यसलाई लिनुहुन्छ। भनेको यहाँ अलरेडी हामीले यो स्ट्रक्चरलाई ब्रेक गरिसकेपछि पनि स्ट्रक्चर लेभल यो स्ट्रक्चर हो, यो स्ट्रक्चर हो। अनि कतिजनाले यो स्टप लस कहाँनिर राख्ने थाहा हुँदैन। हेर्नु, मैले तपाईँलाई त्यो भनिदिन्छु किन भन्दाखेरि सायद धेरैजनाले स्टप लस भनेको के हो त भनेको तपाईँको एउटा एउटा प्रोटेक्सन हो। तपाईँको क्यापिटलमा 80% गयो भने म यो मार्केटबाट आउट हुन्छु भनेर तपाईँको एउटा एउटा एक किसिमको तपाईँले के गर्नुभएको छ, एउटा नियम बनाउनु भएको छ है। से 1% एउटा ट्रेडमा तपाईँले रिस्क राखेर छिर्नु भएको छ भने यहाँबाट सेल गर्नुको रिजन अलरेडी यो मार्केटले हामीले, त्यही भएर ठुलो टाइम फ्रेममा गएर तपाईँले त्यो पनि ट्याली गर्नुपर्छ कि यदि यो होल क्यान्डल चाहिँ विकमा चेन्ज भएको छ ठुलो टाइम फ्रेममा भने यो सानो टाइम फ्रेममा तपाईँले यस्तै खालको मुभ देख्नुहुन्छ। मैले तपाईँलाई यो बक्स बनाएर देखाउँछु। तपाईँले मेन कुरा चाहिँ विक, जब जब मार्केटमा तपाईँले यस्तो खालको विक देख्नुहुन्छ, यो म तपाईँलाई प्रोबाब्ली यसमा नहुन नि सक्छ, म तपाईँलाई देखाउन चाहन्छु। रिसेट, ओके। हेर्नु भने यो क्यान्डलले है, अघि मैले तपाईँलाई ड्र गरेको यो लङ विक क्यान्डलले हामीलाई के देखायो त भन्दाखेरि, यो क्यान्डल चाहिँ के थियो त भन्दाखेरि यो अलरेडी हाम्रो यो के थियो, सानो टाइम फ्रेममा देख्नुभयो भने यो बिचको जोन हो। स्टिल 4 आवरको चार्टमा हाम्रो फेरि यो सप्लाई जोन रहेछ। हेर्नु, त्यही भएर त्यसपछि हामी कन्टिन्यू नै गऱ्यौँ। यसले हामी कन्टिन्यू गरिरहेको छौँ, अहिले पनि कन्टिन्यू गरेर फेरि हायर हाई बनाएर, भनेको अहिले चाहिँ हायर हाई बनायो, लोवर लो बनाउँदैछ मार्केटले, त्यसपछि बल्ल माथि जान्छ। भनेको लोवर लो बनाउनु त बनायो, तर गाइज देयर इज नो बडी हियर। यसको तल बडी क्लोजै भएको छैन भनेपछि दिस इज अल द ट्र्याप। द्याट्स वाट आई सी, अ सेन्स अफ ट्र्याप फर बायर्स एन्ड सेलर बोथ। एकतिरको लिक्विडिटी स्विप गरेर त्यसले अर्कोतिर लिएर जान्छ। बाइ द वे न्युज पनि कुरिरहेको छ मार्केटले है। हामी हेर्नु 4 घन्टाको चार्टमा हामी 2 दिनसम्म लगभग केही नै गरेको छैनौँ। यहाँ मन्डेको मुभ ह्युज थियो, त्यसपछि अहिले हामी के गर्दैछौँ, यहाँनिर एउटा किसिमको मार्केटको दुवै साइडको मान्छेहरूलाई हामीले एट्र्याक्ट गर्दैछौँ। एउटा कुरा अर्को पनि भन्न चाहन्छु हजुरलाई, हेर्नु, यदि सेन्ट्रल ब्याङ्कले यो सेल गर्न चाहन्छ भने एकैछिनमा यत्रो ठुल्ठुलो क्यान्डल के हुन्छन् निकालिहाल्छ। तर सेन्ट्रल ब्याङ्कलाई अहिले प्रोबाब्ली बाई गर्न छ र सेलर्सलाई एट्र्याक्ट, किनभने उसलाई पनि त फ्युल चाहियो। फ्युल भनेको हाम्रो लिक्विडिटी। हेर्नु, यो क्यान्डलमा कतिजनाले लस गर्नुभयो होला। अब यो डोजी क्यान्डल छ नि, यो यसलाई के भन्छ, ड्रागन फ्लाई डोजी हो गाइज। यो 4 आवरको चार्टमा बी केयरफुल, यो चाहिँ बाई साइडको क्यान्डल हो। अब बाई साइडको भए पनि यहाँबाट फेरिबाट हामीलाई अर्को क्यान्डल आएको छ। अब यो अहिलेको यो मुभ चाहिँ मैले के देखेको छु त भन्दाखेरि, यदि यसले, हेर्नु, यो चाहिँ मैले राइट अहिले नै भनेको छु। कतिजनाले के भन्नुहुन्छ भने तपाईँले पुरानो टाइममा त गएर भन्नुभयो, अब फ्युचरमा आउने मुभहरू बताउनु न भन्नुभएको छ। मैले त्यो पनि त क्लियरी गर्न चाहन्छु, क्लियरिटी दिन चाहन्छु। यदि मार्केटले, हेर्नु, अब यो एउटा चाहिँ यसको तलतिर बडी क्लोज गर्छ भने तपाईँलाई के भयो त भन्दाखेरि वी हेभ टु जस्ट बी केयरफुल। तर त्यो 4 घन्टामै क्लोज हुनु पर्यो। हेर्नु है, यो पनि प्राइस एक्सनको एउटा के हो, नियम हो कि बडी क्लोजर चाहिँ तपाईँलाई चाहियो, तलतिर चाहियो है, बडी क्लोजर चाहियो। अब यहाँनिर यो क्यान्डलले हामीलाई के भन्छ, यो हाम्रो एउटा डेफिनेटली तपाईँलाई थाहा छ, यो के भन्नुहुन्छ तपाईँले, तपाईँको नाम के छ यसको। अब यसलाई चाहिँ मैले ह्यामर भन्छु। ह्यामर छ है। ह्यामरको मिनिङ के हो त भने मार्केटमा बायर्सहरू छिर्नु भएको छ। यो ड्रागन फ्लाई डोजीले हामीलाई यहाँनिर चाहिँ के गराएको छ त भने बाई गर्यो भने, हेर्नु, यस्तो फास्ट बाई हुन्छ। यो प्रोबाब्ली लन्डन सेसनमा अझै हेर्नु होला। बाई द वे म प्रोबाब्ली आई डोन्ट नो वेन आइ एम गोइङ टु पोस्ट दिस भिडियो, तर मैले भिडियो बनाउन चाहिँ एकदम मन लाग्यो आज। एकदमै भित्रदेखि भगवान्ले बनाउन, लाइक आई ह्याड द्याट हिन्ट्स द्याट आई मस्ट मेक दिस भिडियो गाइज। यसले चाहिँ हेल्प गर्न सक्छ। अब गोल्डको मैले भनिहालेँ, गोल्डको मैले एउटा प्रेजेन्टेसन बनाएको छु, त्यो मैले अहिले डकुमेन्ट निकाल्छु। यदि प्रेजेन्टेसन पनि निकाल्नु भ्याएन भने यो भिडियो धेरै लामो हुनसक्छ। म तपाईँलाई के भन्न चाहन्छु त भन्दाखेरि, तपाईँले प्राइस एक्सनमा बाइ द वे एउटा स्ट्राटेजी मैले भर्खरै किनभने आई डोन्ट टु मेक दिस भिडियो टु लङ, अब देखाउन चाहन्छु कि तपाईँले सुरुमा के गर्नु, तपाईँ चाहे 15 मिनटकोमा जानु, स्काल्पर हो भने 15 मिनटकोमा जानु, एउटा बक्स क्रिएट गर्नु होला। यो भर्खरै हामीले बक्स बनाएका छौँ। बाइ द वे यो बक्समा हामी तलतिर यो ड्र के हो, ट्रकतिर
ब्रेक गरिसकेको छ। कहिलेकाहीँ के हुन्छ त भन्दाखेरि यो फेक पनि हुनसक्छ, हेर्नुभयो नि, किनभने यो हिजो रातिको क्यान्डल थियो, 12 बजे 12:30 क्यान्डल थियो। आज चाहिँ जब तपाईँले मार्केट ओपन हुँदाखेरि 15 मिनटको क्यान्डलमा गएर एउटा बक्स बनाउनु भएको छ, ओपनिङ र यो क्लोजिङमा हेर्नु, एसियन सेसनमा मार्केटले अलिकता डिफ्रेन्ट के गर्छ, एक्टिभिटिजहरू गर्छ। अनि त्यसपछि तपाईँको यो लन्डन सेसनमा डिफ्रेन्ट एक्टिभिटिज हुन्छ, अनि न्युयोर्क सेसनमा डिफ्रेन्ट एक्टिभिटिज हुन्छ। मैले एउटा एउटा ट्रुथ भन्न चाहन्छु कि ती चाहिँ एउटा चाहिँ कहिलेकाहीँ एसियन सेसनमा म्यानिपुलेसन हुन्छ, यो अहिले म्यानिपुलेसनको फेज छ, किनभने जब तपाईँले मार्केटलाई एउटा बक्समा भित्रै देख्नुहुन्छ भने त्यो म्यानिपुलेसनको फेज छ। जब मार्केट बक्सबाट बाहिर आउँछ त्यसपछि त्यो यसले अब के गर्छ त भन्दाखेरि मोस्ट प्रोभाब्ली डिस्ट्रिब्युट गर्ने बेला, डिस्ट्रिब्युट गर्नभन्दा पहिला यसले के गर्छ, अब एकुमुलेसन डिस्ट्रिब्युसन 3टा फेज हुन्छ मार्केटको, साइकल हो यो, 3 साइकल। यो चाहिँ पावर अफ 3 पनि भन्छ होइन, पावर अफ 3। अब यसलाई के गर्न सकिन्छ त हजुरले भने सकेसम्म तपाईँले कुन चाहिँ फेजमा हेर्नु, म्यानिपुलेसन फेजमा ट्रेड गर्नु भएको छ भने तपाईँको स्टप लस हन्ट भएको भइ गर्छ, किनभने तपाईँलाई त्यो मार्केटले एउटा डिस्ट्रिब्युट गर्दा हेर्नु, तपाईँको काम भनेको मार्केटमा 15 मिनट बस्ने, त्यसपछि टेक प्रफिट लिने जाने, छोडिदिनु, त्यसपछि मार्केट जेसुकै गर्छ। अनि ट्रेडिङमा चाहिँ हामीले कसरी पैसा कमाउन सक्छौँ, विथ आवर डिसिजन गाइज, विथ आवर राइट डिसिजन, प्रिसिजन र डिसिजनले हेर्नु। प्रिसिजन पहिला गर्नु पर्यो तपाईँले, त्यसपछि डिसिजन। अब प्रिसिजन कसरी भने यो जोनलाई यसले यो हाम्रो यो 34.5 को जोनलाई मार्केटले अहिलेसम्म ब्रेक गर्न सकेको छैन भनेपछि प्रिसिजन के त भन्दाखेरि यहाँनिर मार्केटले अझै पनि यसलाई लोवर लो नै बनाइरहेको छ। हेर्नु, आइम जस्ट ट्राइङ टु, यो तपाईँले यो युज पनि गर्न सक्नुहुन्छ गाइड, द्याट्स ओके, टोटली फाइन। तपाईँले जुन पनि टुल युज गर्नु, तर प्रफिटेबिलिटी चाहिँ बढाउनु पर्यो। अब मैले तपाईँलाई देखाउनलाई त यो जोन त हामीले हायर हाई त गएको छैन, लोवर लो गइरहेछ, तलतिर ब्रेक गरेको छ, माथि गएको छ भनेको यो अहिलेको साइन चाहिँ इट इज इन्भाइटिङ सेलर्स। नो डाउट सेलर्सहरूले अलरेडी पैसा बनाइसक्नु भएको छ, किनभने यसले 82 को जोन 83 को जोनसम्म आएर केही प्रफिट दिइसकेको छ। अहिले पोटेन्सियल तपाईँलाई 30 मिनट्सको चार्टमा गएको क्यान्डलले तपाईँलाई के देखाउन सक्छ त भन्दाखेरि जब तपाईँले कुनै पनि ठुलो क्यान्डल देख्नुहुन्छ, अब यहाँनिर तलतिरबाट नि छ, माथिबाट नि छ, दिस इज सो कन्फ्युजिङ। हेर्नु भने कन्फ्युजिङ छ है। मैले यसलाई कुनै प्याटर्न, चार्ट प्याटर्न बन्दैछ भनेर भनेको त होइन गाइस। बिफोर इट वान्ट्स टु कन्टिन्यू इट विल प्रोभाब्ली स्विप अनदर लिक्विडिटी। त्यो भने कहिलेकाहीँ यसले माथितिरको लिक्विडिटी लिएर तलतिर जान्छ भने कहिलेकाहीँ तलतिरको लिक्विडिटी लिएर माथितिर जान्छ है। अब वाट इट इज डुइङ इज वी हेभ टु वेट एन्ड वाच। यस्तो बेलामा तपाईँले ट्रेड गर्नुभएको छ भने त्यो ट्रेड चाहिँ लस हुन्छ। तर तपाईँलाई 1 मिनटको चार्टमा गएर कसरी, यो चाहिँ मेरो गोल्डन एउटा नगेट हो तपाईँको लागि, 2 मिनट 1 मिनटको चार्टमा गएर पनि बक्समा तपाईँ हुनुहुन्छ भने पनि बक्स थ्योरी हो चाहिँ बाइ द बक्स थ्योरी हो। बक्स चाहिँ कतातिर ब्रेक भएको छ, बक्स ब्रेक हुँदा बित्तिकै तपाईँले बाई गर्नुभएको छ, माथितिरको बक्स भएछ भने त्यो मार्केट कन्टिन्युएसन हुनभन्दा पहिला पुलब्याक हुन्छ भनेको तपाईँले पुलब्याकबाट नि पैसा कमाउन सक्नुहुन्छ। अनि फेरिबाट मार्केट फेरि बक्सबाट बाहिर गयो, फर्केर माथि नै गयो। हेर्नु है, यो बक्स बनाउनु तपाईँलाई बक्सबाट कता छ, यो चाहिँ प्रोभाब्ली तपाईँले फर्स्ट टाइम सुन्नु भएको हुनसक्छ, किनभने यस्तो खालको आई डोन्ट नो, मेबी नेपाली भाषामा त डेफिनेटली बनेको छैन यस्तो खालको भिडियो होइन। बक्स त बनाउनु भयो तपाईँलाई। अब यो मार्केट रेन्जिङ भन्ने थाहा छ अलरेडी, मार्केटले मेनिपुलेट गरिरहेको छ। यहाँ हेर्नु, हिजै एकैछिनमा तपाईँलाई 100 बाई तपाईँको गोल भनेको 100 पिप्स एउटा टार्गेट, यहाँबाट तपाईँले बाई गर्नुहुन्छ, यहाँबाट बाई गर्नुहुन्छ, तपाईँको स्टप लस टच गरेर मार्केटले कहिले पनि आउँदैन। तपाईँ राइट टाइममा तपाईँले के गर्नुपर्छ, डिसिजनले। अघि पनि त हामीले एउटा ब्याक प्ले गर्दाखेरि एउटा ट्रेड लिएका थियौँ जुन चाहिँ स्टप लस हिट गर्न गएन। किन थाहा छ, किन मार्केट एक किसिमको फ्लोमा छ। जब मार्केट फ्लोमा हुन्छ नि त्यतिखेर तपाईँको टार्गेट एकैछिनमा हिट हुन्छ। तपाईँको मेन मिसन भनेको नि बाइ द वे हामीले चाहिँ ओभरनाइट राख्नु पर्यो यो चाहिँ ट्रेडलाई होइन। से इफ यु वान्टेड टु मेक सम मनी, तपाईँले अब यो यतिखेर 5 बजे बिहान चाहिँ कसले ट्रेड गर्छ र नो वान ट्रेड्स है। त्यही भएर त तपाईँले क्यान्डलस्टिक देख्न सक्नुहुन्छ, सानो सानो क्यान्डलस्टिक छ होइन, मार्केट मुभै भएको छैन। यहाँनिर पनि मार्केट मुभै भएको छैन। यहाँबाट जुन 12 बजे पछिको क्यान्डल अलिअलि, अनि स्टिल मार्केट इज इन अ रेन्ज। ओके, यहाँनिर मार्केटले यो बक्सबाट बाहिर निस्केन अब चाहिँ, किनभने तपाईँले हेर्ने भनेको प्रिभियसली यसले मार्केट लैसकेको छ। अब मैले देख्दाखेरि आई डु बिलिभ द्याट मार्केटले भनिहालेँ तपाईँलाई, मार्केटले प्रिपरेसन माथि जानको लागि गरिरहेको छ या तल लागि गरिरहेको छ। पहिला यतातिर जान्छ, त्यसपछि फर्केर अनि बल्ल कन्टिन्यू भनेको दिस इज वाट यु हेभ टु थिङ्क। मार्केटले जहिले पनि एकतिरको हेर्नु है, अब यहाँनिर जसरी लिक्विडिटी ग्राफ होल्ड गरेर गएको छ,
अनि हामीले हायर टाइम फ्रेममा जुन क्यान्डलस्टिकको एउटा फर्मेसन देखेका छौँ त्यसले के भन्छ त भन्दाखेरि वेट अन्टिल द इन्ड अफ द पार्टी। हेर्नु, अन्तिमसम्म कुरेर बस्नु, तपाईँले ह्युज मुभको फाइदा लिन सक्नुहुन्छ। तर तपाईँ अर्ली फेजमै छिरिदिनुहुन्छ भने तपाईँको चाहिँ पहिला चाहिँ स्टप लस हिट भएर पछि गएर तपाईँको बल्ल मार्केटले के गर्छ, तपाईँको जस पैसा लिएर जान्छ भनौँ। दिस इज वाट ह्यापन्स इन मोस्ट अफ द टाइम इन गोल्ड। बाई द वे, गोल्डको मैले भनिहालेँ तपाईँलाई बक्स थ्योरी छ। बक्समा तपाईँले 1 मिनट टाइम फ्रेममा गएर पनि तपाईँले के गर्नुहुन्छ, ट्रेड गर्न सक्नुहुन्छ। यस्तो खालको यो होल जोन चाहिँ के थियो त भन्दाखेरि यो जोन मलाई यसलाई लिक्विडिटी पनि भन्दिनँ, बाई द वे यसले चाहिँ लोवर लो बनाएर, हेर्नु जहिले पनि गोल्डले के गर्छ, लोवर लो बनाउँछ त्यसपछि हायर हाई बनाएर छाडेको छ। अब अहिले पनि यो हायर हाई बनाएर लोवर लो बनाउन डेफिनेटली यसले लोवर लो बनाउन खोजिरहेको छ। आई डु बिलिभ इट विल फल। यो यसले चाहिँ अब मैले बिलिभले पनि हुँदैन बाई द वे गाइज, बिलिफले केही पनि हुँदैन। अल यु हेभ टु सी द चेक द प्राइस एक्सन। फेरिबाट भन्छु, तपाईँलाई लाग्छ कि यो मार्केटले बाई गर्छ जस्तो लाग्छ, तर त्यतिखेर सेल पनि त गरेर हुन्छ नि, होइन? त्यही भएर तपाईँलाई कहिले पनि आई वान्ट टु गो विथ माई इन्ट्युसन भनेको डिस्क्रिप्सन भन्छ कि, त्यो डिस्क्रिप्सन टाइपको ट्रेडिङ कब आउँछ, जब तपाईँले त्यो चार्टलाई 10 वर्षसम्म हेर्नु भएको छ। भनेको 10 वर्षसम्म हेरेको चार्टले तपाईँलाई 100% तपाईँलाई थाहा हुन्छ कि, क्लिक हुन्छ, तपाईँको माइन्डले भन्छ कि दिस इज एबाउट टु बाई, दिस इज एबाउट टु सेल। तर अझै पनि तपाईँलाई चाहिँ मार्केटमा के भइरहेकै थाहा छैन। लिटरली ओ माई गड, आई डोन्ट इभन नो वाट्स ह्यापनिङ इन द मार्केट। यो जोन बाई गर्ने सेल गर्ने जोन हो, नट एट अल। तर तपाईँले माथिको बिहानको अर्ली 96लाई पिक गर्नुभएको थियो भने तपाईँले बनाउनु भयो, 100 पिस बनाउनु भयो। हेर्नुहोस् त, अब अहिले हामी यो बक्समा छौँ। लेट्स सी, मैले भनिहालेँ यो ड्रागन फ्लाई डोजीको मिनिङ के हो त भनेदेखि हामी बाई गर्नेवाला छौँ, तर पहिला त्योभन्दा पहिला यस्तै खालको ठुलो लङ क्यान्डल तपाईँले देख्न सक्नुहुन्छ। किनभने यो जोनमा अहिले मार्केटले के भइरहेछ, लाइक प्रफिट टेकिङ भइरहेछ गाइस, प्रफिट टेकिङ। देन वेन दे टेक द प्रफिट दे हेभ टु मुभ टु द नेक्स्ट डिरेक्सन। किनभने बाई गर्ने बेलामा सेल गर्ने बेला बाई हुन्छ। त्यही भएर त्यतिखेर नि जब नेक्स्ट बाई हुनभन्दा पहिला मार्केटले के गर्छ, एक किसिमको स्लो मुभ चाहिँ क्रिएट गर्छ, सेलर्सलाई इन्भाइट गर्छ, त्यसपछि कन्टिन्यू बाई गर्छ। ओके, यो चाहिँ 5 मिनटको चार्ट 4 आवरको चार्ट थियो गाइस। अब मैले तपाईँलाई के भन्छु त भने, यदि तपाईँ स्क्याल्पर हो भने लास्टमा फाइनली प्राइस एक्सन के छ त भन्दाखेरि, मार्केटमा त सबभन्दा पहिला तपाईँले क्यान्डलस्टिकको साइज र सेप हेर्नु पर्यो। यो ठुलो क्यान्डल चाहिँ हाम्रो कसले सेल गरेको तपाईँलाई थाहा छ? इट्स नट रिटेल ट्रेडर्स। यो चाहिँ कलेक्टिभली रिटेल पनि हुन्छ नि यसमा, अभियसली जसलाई प्राइस एक्सनको बारेमा थाहा छ। यहाँनिर जब ब्याङ्कहरूले सेल गरेको छ, इन्स्टिच्युटले सेल गरेको बेलामा तपाईँले त्यही सेललाई तपाईँले क्याच गर्न सक्नु भने यु आर अ ह्युज विन। अगेन मार्केटले के गर्यो, यसलाई ब्रेक गर्यो, पुल ब्याक गर्यो, कन्टिन्यू गर्यो, पुल ब्याक गर्यो, कन्टिन्यू गर्यो, पुल ब्याक गर्यो, कन्टिन्यू गर्यो। हेर्नु, यो चाहिँ भेरी नाइस। अब यो मैले तपाईँलाई भनिहालेँ, यो चाहिँ हाम्रो मेको थियो, होइन? मेको मुभ थियो, सबै मेको मुभ हो। अहिले हामी यो 15 मेदेखिको मुभ चाहिँ हामी कस्ता छौँ, माथि हायर हाई पनि बनाइसक्यौँ। त्यही भएर गोल्डको एउटा फाइनल कट तपाईँलाई भन्न चाहन्छु। गोल्डबाट म अर्को करेन्सीमा मुभ हुन चाहन्छु एकछिनमा, है? किनभने गोल्ड मात्रै ट्रेड नराख्नु भन्छु मैले। किनभने गोल्डले के गर्छ त भन्दाखेरि, गोल्डको एउटा प्रब्लम के छ त भन्दाखेरि, यसले भनिहालेँ हायर हाई बनाउँछ। मार्केट के लाग्छ तपाईँहरूलाई, यसले अब मार्केट कन्टिन्यू गर्छ बाईमै, तर यसले लोवरतिर लिएर जान्छ। फेरिबाट रिपिट गर्छु यो कुरा, मार्केटमा हायर हाई बनाउँछ जस्तो लाग्छ तपाईँलाई, बनाएको पनि छ। हेर्नु, तपाईँले प्राइस एक्सनमै भन्छु, यहाँनिर हायर हाई बनायो, तर फर्केर लोवर लो पनि बनायो नि। दिस इज लोवर लो गाइस, दिस इज लोवर लो। फेरिबाट हायर हाई बनायो, तर यसले लोवर लोमा, अब लोवर लोमा लाँदैछ, यसले लोवर लोमा लाँदैछ। जब लोवर लोमा लान्छ त्यसपछि बल्ल यसले कन्टिन्यू, त्यसपछि फेरि रोकिन्न गाइस, त्यसपछि कन्टिन्यू मजाले प्रोबाब्ली एकछिन ब्रेक गर्दै कन्टिन्यू जान्छ। अब यहाँनिर दिस इज डेफिनेटली अ बिग ट्र्याप फर एभ्री सिङ्गल पर्सन। यसले कतिखेर 4 आवरको चार्ट यो सिद्धिन दिनु, 4 आवरको चार्टमा यसले कस्ता खालको रियाक्सन गर्छ, त्यसपछि त्यही अनुसार तपाईँले रियाक्सन दिनु होला। एउटा आफ्नो भनौँ न त्यो बुलेट प्रुफ एउटा इन्ट्री दिनु होला, जुन चाहिँ स्नाइपर इन्ट्री हो। सकेसम्म त्यो मेसिन गन जस्तैको नहान्नु होला भन्छु मैले। किनभने तपाईँको पैसा भनेको इम्पोर्टेन्ट छ, इट इज हार्ड अर्न मनी गाइस। बाई द वे, मेरो केसमा भन्दा म 2022देखि मैले कामै गर्दिनँ। आई डोन्ट हेभ एनी जब, दिस इज माई फुल टाइम इन्कम। मार्केट नै मेरो फुल टाइम इन्कम हो। आई कान्ट एफोर्ड टु पुट द त्यो मेसिन गन जस्तो मैले हरेक ट्रेड, लो क्वालिटीको ट्रेडमा म मार्केटमा छिर्न चाहन्न। त्यही कुरा तपाईँलाई दिमागमा राख्न चाहन्छु कि तपाईँ
लो क्वालिटीको ट्रेडमा छिरेर त तपाईँको लसेसहरू भइरहेछ नि भने वाइ कान्ट यु फाइन्ड द हाई क्वालिटी ट्रेड है। अब अहिले मैले देख्दाखेरि यो यसमा चाहिँ यो पनि एउटा स्ट्रक्चर लेभल हो। हेर्नु भने आल्बु जस्तो बनेको छ, यो हेड भयो, यसले अब यहाँनिर अब आई कुड सी यदि यसले यो ब्रेक गरेन भने हामी तल जानेवालै छ। इभन दो ड्रागन फ्लाइ डोजी भए पनि गाइज मार्केट जब ट्रेन्डिङ छ भने यसले जस्तो खालको प्राइस एक्सनलाई नि ब्रेक गर्न सक्छ, भनेको जस्तो स्ट्रङ रेसिस्टेन्स छ, जस्तो स्ट्रङ सपोर्ट छ, त्यसलाई ब्रेक मजाले गर्न सक्छ। त्यही भएर हामीले वान साइडेड ब्लाइन्डली हामीले मार्केटको बारेमा एउटा सोच्न गलत कुरा हो कि यसले बाई नै गर्छ भनेर बाईमा बस्नुभन्दा पनि प्राइस एक्सनले के भनिरहेछ अहिले, इट इज रियली रिजेक्टिङ हाई। हेर्नु न, हाई रिजेक्ट गर्दैछ भने हामीले प्रोभाब्ली अब अपर्च्युनिटी माथिबाट बरु सेल गर्दा हामीले प्रफिट बनाइन्छ कि, किनभने हामीले त प्रफिट त चाहिएको छ नि, तर तलबाट बाई गर्दा प्रफिट हुन्छ कि, या यसले रिजेक्सन गर्न लाए माथि भने बरु तपाईँको लसलाई कट गर्नु होइन, अनि त्यसपछि तपाईँको के गर्न सक्नुहुन्छ, थोरै प्रफिट लिएर पनि बुक गरेर तपाईँ ह्याप्पी भएर बस्नु। बाई द वे अर्को मैले बिटिसीको तपाईँलाई लिएर जान्छु। ओ माई गड, बिटिसी मैले यो जोनमा बाई गरेको थिएँ गाइज। ओ माई गड, आई एम ह्याप्पी, इट इज गोइङ अप। मैले तपाईँलाई देखाउँछु बिटिसीको नि थ्योरी के छ भन्ने। हेर्नु, 4 आवरको चार्टमा छु मैले। हाम्रो थ्योरी चाहिँ के छ त भन्दाखेरि, ओके ब्युटिफुल, यो होल जोन हेर्नु, मेरो येलो जोन चाहिँ येलो जोन हो, यो चाहिँ लोवर लो बनायो, यो पनि लोवर लो। हेर्नु 100मा पुगेर पिटिसी फेरि गएर हायर हाई बनायो। हायर हाई भन्नाले यो मार्केटको हायर हाई हो। यतालाई हेर्नुभयो भने यो चाहिँ हाम्रो 112K बाट मार्केटले के गर्यो, 81 ड्र 100K मा झर्यो भनेको कति पर्सेन्टेज ड्र गर्यो, 81। अब अहिलेको थ्योरी अनुसार के छ, जबसम्म मार्केटले यो लेभललाई तपाईँको ब्रेक गरेर माथि जाँदैन, हामी चाहिँ माथिबाट सेलकै अपर्च्युनिटी हेर्छौँ। हेर्नु, मैले यहाँबाट बाई पनि गरेको थिएँ। ओ माई गड, हिजोको केसमा भनिदिन्छु तपाईँलाई, मैले यति थोरै बाई गरेर निस्किएँ। मेरो स्टुडेन्टलाई देखाएको मैले, दिस इज माई बाई द वे मार्केट कहाँ पुग्यो, बिकज मैले 1:3 मैले गरेको थिएँ, 1:3 थियो मेरो। यु विल बी सरप्राइज, किनभने मैले मार्केटमा यो क्यान्डल देखेर मैले बाई गरेको। अब मेरो अरू पनि नियमहरू छ, आई हेभ अ डिफ्रेन्ट स्ट्राटेजीमा थुप्रै मैले के राखेको छु त भनेको, तपाईँलाई एउटा क्यान्डलले तपाईँलाई प्रफिट बनाउँछ। अब यसमा हेर्नु, इफ आई वाज होल्डिङ दिस ट्रेड फर लङ, यो पनि मैले भनिहालेँ, आई हेभ लर्न टु होल्ड माई ट्रेड नाउ। आई हेभ लर्न टु होल्ड माई ट्रेड नाउ। मेरो साइकोलोजीले अहिले मलाई मजाले दिन्छ, के दिन्छ त भन्दाखेरि, आई नो वाट इज ह्यापनिङ इन द मार्केट। हेर्नु त, अन्डरस्ट्यान्ड गर्नु प्राइस एक्सनलाई। हेर्नु है, यो चाहिँ यो केसमा म के भने, आई वाज कति बजेको थियो, आई थिङ्क इट वाज ओके यु नो वाइ, मैले चाहिँ मार्केटलाई सुत्नभन्दा पहिला छोडेर नसुत्नको लागि मैले आई जस्ट लेफ्ट इट। यो टेक प्रफिट भयो, त्यसपछि म आई जस्ट लेफ्ट इट, मार्केटलाई छोडिदिएँ। मैले प्रोभाब्ली स्टप लस यहाँ राखेर बाई गरेर छोडिदिएको भए आई कुड हेभ मेड सम मनी, बट द्याट वाज माई टार्गेट वाज हिट गाइज। जब टार्गेट हिट हुन्छ भने किन लोभी भएर बस्ने कि मार्केटमा, हेर्नुहोस् त होइन। यो हिजोको थियो, यो चाहिँ सरी हिजोको होइन, मन्डेको थियो, यो चाहिँ हिजोको थियो है। यो मेरो जोन थियो भने तपाईँलाई मैले एउटा कुरा अर्को भिडियो बनाउँछु कि यो बक्सेसहरू जुन जुन बक्सेसमा मैले जे बनाएको छु, हेर्नु त, वाइ दे आर रियाक्टिङ इन द सेम जोन। यो मेरो अर्को बक्स छ, बाइ द वे लाइट छ। यो बक्स तपाईँले बनाउन सिक्नुभयो भने पनि यु विल बी अ प्रफिटेबल ट्रेडर। हेर्नु है, किन भन्दाखेरि प्रफिटेबिलिटी बढाउनलाई तपाईँलाई के चाहिन्छ त भन्दाखेरि, तपाईँलाई एउटा जोन आइडेन्टिफिकेसनको एउटा के छ, थ्योरी चाहिन्छ। जुन थ्योरी चाहिँ हामीले के गर्छौँ, हाम्रो कोचिङ प्रोग्राममा सिकाउँछौँ। अब यदि तपाईँलाई पनि होइन इनफ इज इनफ भयो, म अब प्रोफिटेबल ट्रेडर बन्न चाहन्छु भने हामीसँग कोचिङ प्रोग्राम रन भइरहेको छ गाइज। नयाँ ब्याच सुरु भएको छ, 6 PM मा क्लास हुन्छ हाम्रो अस्ट्रेलियन स्पेनमा। जोइन गर्न चाहनुहुन्छ भने यु आर वेलकम है, वेलकम छ। तपाईँले होइन म जोइन गर्न चाहन्न भन्नुहुन्छ भने देयर इज नो प्रेसर एट अल। तर तपाईँलाई प्रफिटेबिलिटी बढाउनु छ भने आई थिङ्क म पनि थुप्रै मेन्टरकोमा गएर अहिले मेरो साइकोलोजी मजाले आई नो वाइ आई एम लुजिङ एन्ड देयर इज नो लसेस इज पार्ट अफ द गेम। भाइ म आई स्टिल लुज, तर मेरो लसेस कम र विन बढी भएको छ। किन भन्दाखेरि बिकज अफ वाट आई सी इन द मार्केट। यो चाहिँ तपाईँलाई इक्जाम्पल मात्रै दिएको थिएँ। यहाँनिर यो जोन थियो मेरो, यो जोनलाई ब्रेक गरेर मार्केट माथि जान्छ भने म अब यो जोनमा सेलमा बस्दिनँ। बाइ द वे मेरो यसलाई मजाले आई मिन यसलाई पनि मैले सानो टाइम फ्रेम गरेर तपाईँलाई देखाउन चाहन्छु कि दिस इज वाट आई डु। फ्र्याक्टल भनेको के हो त भन्दाखेरि, तपाईँले सानो टाइम फ्रेममा गएर मार्केटको स्ट्रक्चर ब्रेक, यहाँनिर ब्रेक भइसकेको थियो, त्यही भएर यसले पुल ब्याक गर्यो, कन्टिन्यू गर्यो। ओ माई गड, दिस वाज एक्चुली यो 1:3.68 थियो बाइ द वे, तर मार्केटले त तलै गयो नि त। बट आई वाज ह्याप्पी गाइज। हामी नट एभ्री वान क्यान विल बी एबल टु क्याच एभ्रिथिङ। किनभने कतिजनालाई ल स्टप लस तपाईँले ब्रेक पनि राखेर छोडिदिनु भएको थियो भने पनि यसले गयो जान त।
तर वाइ डु हेभ टु डु बिकज यु हेभ अ रुल एउटा एउटा के छ त रुल छ नि त तपाईँको ट्रेड गर्ने यो पनि मैले यहाँनिर एकछिन सेल पनि गरेको थिएँ गाइज बेला क्विकली सो दिस इज कम्प्लिटली 1 मिनट चार्टमा गएर मैले लिएको हो यो आई क्विकली सो यु वाट आई डिड हियर ओके भनेको यो दिस इज हाउ यु डु इट दिस इज हाउ यु डु इट यहाँनिर अब रिजन छ मैले किनभने यसले मलाई फेरिबाट मलाई एउटा ब्युटिफुल प्याटर्न दियो किनभने यो क्यान्डल अलरेडी यो ह्युज ब्रेक यसले ब्रेक गरिसकेको छ हेर्नु ब्रेक गरिस रिटेस्ट गर्यो रिटेस्ट पछि जहिले पनि रिटेस्ट पछिको मुभ चाहिँ हेर्नुभयो भने कन्टिन्युएसन कस्तो फास्ट जान्छ हेर्नुहोस् त यो पनि के गर्यो फेरि हामी किजनमा पुग्यौँ किजनबाट बाइजन थियो फेरि यताबाट रिटेस्ट पछिको मुभ यो फेरि भनेको एउटै मार्केटमा सानो टाइम फ्रेममा तपाईँले त्यही बाहिर सेल देखिराख्नुहुन्छ जब तपाईँले त्यो जोनहरू थाहा हुन्छ भने यु क्यान मेक मनी गाइज यु क्यान रियली मेक मनी अब यहाँनिर अब वाट आई से इज इट्स यसले हायर हाई बनाइसकेको छ लोवर लोबाट हायर हाई बनायो अब के गर्छ त्यसले अब मैले देख्दाखेरि यो मार्केटले डेफिनेटली अब यहाँनिर एउटा प्याटर्न क्रिएट गरेको छ गाइज इट हेज टु प्रोभाब्ली अब यो फेरि इफ यु सेल राइट नाउ आई डोन्ट रेकमेन्ड टु डु द्याट अब यहाँनिर चाहिँ यसो हेर्दाखेरि यो जोनमा अब बक्स बनाउनु भयो भने तपाईँले त्यही हो कि हेर्नुभयो भने तपाईँले के गर्न सक्नुहुन्छ भने ओके कतातिर मार्केटले प्रेसर अब अहिले चाहिँ अलरेडी ब्रेक गरिसक्यो है अब यो फर्केर यसले नयाँ लोअर बनाउन सक्ने हुन्छ अब यो जोन ट्रेड गर्ने जोनै होइन अहिले बिकज मार्केट अलरेडी हेज मुभ इनफ अहिले चाहिँ मार्केटलाई दुवैतिरको पार्टिसिपेन्टलाई इन्भाइट गर्दैछ बायर्सलाई पनि इन्भाइट गर्छ सेलर्सलाई यतिखेर ट्रेड गर्नेहरूको लसै हुन्छ त्यही भएर मार्केटमा 10% मात्रै एउटा टाइम हुन्छ गाइज जब मार्केटले एक्कासी बिग मुभ दिन्छ त्यस्तो मुभमा तपाईँ कुरेर बस्नुभयो भने मात्रै तपाईँको प्रोफिटेबिलिटी बढ्छ नत्र भने यस्तै हो मार्केटले तपाईँले छिरेको बेलामा सेल गर्दा बाई हुने बाई गर्दा सेल हुने हुन्छ बाई द वे त्यो भन्दै आई होप यु इट मेड सम प्रफिट होइन इट मेड सम प्रफिट अर इट प्रोभाब्ली यु लर्न समथिङ फ्रम दिस भिडियो के न के बुझ्नुभयो होला भन्दै म आजको भिडियोबाट बिदा माग्न चाहन्छु गाइज प्लिज कमेन्टमा लेखिदिनु होला तपाईँले के बुझ्नुभयो यो भिडियोबाट अनि त्यही हो कि बक्स थ्योरी भनेको 1 मिनट चार्टमै गएर पनि तपाईँले गर्न सक्नुहुन्छ कतातिर ब्रेक हुन्छ बाई द वे ब्रेक कहिले काहीँ फेक पनि हुनसक्छ त्यस्तो बेलामा तपाईँले त्यो जोन यदि तपाईँलाई त्यो जोन थाहा छ भने त्यो जोनबाट तपाईँ एक्सन लिनुहुन्न जुन चाहिँ अपोजिट एक्सन लिनुहुन्न भनेको डिरेक्सनल बायस तपाईँलाई थाहा छ भनेर तपाईँ यदि माथि से सप्लाई जोनबाट तपाईँले जहिले पनि सेल गर्ने अपर्च्युनिटी हेर्नुहुन्छ भने डिमान्डबाट जहिले बाई गर्ने अपर्च्युनिटी हुन्छ तपाईँलाई जोन पत्ता लगाउनु पर्यो बक्समा जहिले माथितिरको जोन जहिले नि सेल जोन हुन्छ भने तलको जोन चाहिँ बाई जोन हुन्छ बिचमा तपाईँले लिनु भएको छ भने कुनै पनि ट्रेड बाई द वे सर्ट टर्म यसले तपाईँको प्रोफिटेबिलिटी बढाउन सक्छ तर लङ टर्म चाहिँ तपाईँलाई के भन्छ इट इभेन्चुली विल हिट द स्टप लस है त्यो भन्दै आई विल लेट यु गाइज गो थ्याङ्क यू सो मच फर वाचिङ टिल नाउ सावित्री मल्ल साइनिङ अप अनि प्रफिट इन प्याराडाइज तपाईँको लागि सधैँ छ यो भिडियो यो च्यानलको मेन उद्देश्य भनेको तपाईँहरूलाई प्रफिटेबिलिटी बढाउने र ल्याङ्ग्वेजेसमा लाइक देयर आर डिफ्रेन्ट ल्याङ्ग्वेजेस द्याट वी हेभ द कोचिङ प्रोग्राम इफ यु वान्ट टु बी पार्ट अफ इट लेट अस नो गाइज बिकज yes we have created the big community where people are getting smacked their TPs are hitting and they are so excited because एउटा कुरा एक्लै गरेको कुराले भन्दा नि हामी ग्रुपमा गरेको कुराले हामीलाई धेरैलाई फाइदा दिएको छ है दिन्छ पनि तपाईँलाई थाहा छ लाइक इफ यु वान्ट टु बिग इफ यु वान्ट विन बिग लाइक यु हेभ टु हेभ अ बिग कम्युनिटी किनभने कम्युनिटीलाई हेल्प गर्यो भने मात्रै तपाईँको आफ्नो विन चाहिँ बढ्दो रहेछ मैले चाहिँ त्यो रियलाइज गरेँ कि नलेज र ज्ञान भनेको जति बढायो त्यति बढ्छ त्यो भन्दै हजुरलाई पशुपतिनाथ भगवानले रक्षा गरून् तपाईँको मनोकामना पुरा होस् भन्दै आशीर्वाद दिँदै सबैको जय होस् सबैजनाको जय होस् भन्दै म यो भिडियोबाट बिदा लिन चाहन्छु सावित्री मल्ल अनि यु नो वाट यु आर वान्टेड अवे फ्रम द्याट $1 मिलियन गाइज किनभने तपाईँले ड्रिम गर्नु भएको छ तपाईँ मिलिनियर हुन छ या तपाईँलाई एकदमै बिग प्रफिट निकाल्नु छ भने एउटा कुरा चाहिँ तपाईँले याद गर्नु पर्यो कि मार्केट तपाईँको न साथी हो न फ्रेन्ड हो न कोही पनि होइन you have to make your system or your friend सिस्टमलाई फ्रेन्ड गराउनु होला त्यति भन्दै